स्वागत छ मेरो यो नयाँ युट्युब च्यानलमा। मैले चाहिँ भर्खर युट्युब च्यानल खोल्दै छु, ब्लग बनाउन सिक्दै छु। के कस्तो हुन्छ सुझाव सल्लाह दिनु होला तपाईहरुले। र भर्खर सिक्दै छु। नराम्रो जे जस्तो भए पनि, राम्रो नराम्रो जे जस्तो भए पनि कमेन्ट गर्नु होला, लाइक कमेन्ट शेयर गर्नु होला, सब्स्क्राइब गर्नु होला। यहाँ बस्छौं। अनि म चाहिँ यहाँ छु। अब यहाँ चाहिँ यसमा चाहिँ हेर्नु है, यहाँ चाहिँ मौरी छ है। यहाँ चाहिँ टन्क लाएर हेर्नु। आज चाहिँ मैले यस्तो काब्रो बनाउन थालेको। यसको अचार बनाउने हो। थाहा छ कि नै तपाईहरुलाई यस्तो काब्रो छ भने, काब्रो भन्ने थाहा छ कि नै? हामीले चाहिँ यसलाई काब्रो भन्छौं। यसको चाहिँ अचार पनि खाइन्छ, सब्जी पनि बनाएर खान सकिन्छ। तपाईहरुको इच्छा जे खाए पनि हुन्छ। म चाहिँ बनाएर अलिकति बनाएर यतिको बनाइसके। हामीले चाहिँ यस्तै यो बनाएर पनि देखाउँछु तपाईलाई। मैले चाहिँ यसलाई यस्तो निकाल्ने, यस्तो निकाल्ने पुरै निकालेर यसको छिप्पीको पात चाहिँ खाइँदैन। अनि यो चाहिँ एकदम अमिलो हुन्छ के साथीहरु। तपाईहरुले खानु भएको छ होला पक्कै पनि है, नेपालमा जहाँ पनि पाइन्छ। यस्तो खाने बेला पनि कति छिटो आइसक्यो। फाइनली यो चाहिँ बनाएर भ्यायो। यो चाहिँ केलाएर भ्यायो। अब चाहिँ यसलाई बफाउने हो। त्यसपछि अब के हुन्छ हेर्दै जानु होला है। अब चाहिँ धोएर सबै भ्याइयो। यसलाई चाहिँ एक भल्का उमाल्नु पर्छ। अन गरेर अब एकचोटी उमाल्न हाल्नु पर्छ। त्यसपछि ल हेर्नु त साथीहरु, मेरो त ट्याक्कै पाकिसक्यो त। धेरै उम्ल्यो क्या हो। ल ठीक छ। अब यसलाई चाहिँ हामीले छानेर निकाल्छौं, पानी उ गरेर, पानी फालेर माथिको। हामीले चाहिँ यहाँ प्यान गरम गरे। त्यसपछि यो चाहिँ हामीले भागो भन्छौं। भागो एकछिन यसलाई चाहिँ रोस्ट गर्नुपर्छ।
त्यसपछि अब यसैमा चाहिँ तिललाई पनि फेरि एकचोटि रोस्ट गर्ने। ल अब हाम्रो तिल पनि भुटै भइसक्यो, रोस्ट भइसक्यो। अब यसलाई चाहिँ पिस्नु पर्छ। मसिनो गरी पर्दैन। लसुनलाई चाहिँ दुईटा भाग गर्ने। हाम्रो चाहिँ लसुन अलि लोकल लसुन परेर सानो सानो छ। बनाएर भएपछि टक्क हामीलाई खुब मिठो हुन्छ कि साथीहरू, तपाईँले खानु भएको भने अचारमा चाहिँ लसुन हालेर। मलाई चाहिँ खुब मन पर्छ। मैले चाहिँ यसमा काब्रोको अचारमा थोरै चना पनि एड गरेँ। यो नमिसाउँदा पनि हुन्छ, कसैलाई मन पर्दैन। मलाई चाहिँ मिठो लाग्छ कि चनाहरू, मटर, चना अनि गेडागुडी चाहिँ अचारमा मिसाउँदा एकदम स्वादिष्ट हुन्छ, मिठो हुन्छ। त्यसैले चाहिँ तपाईँहरूको इच्छा हो।
मैले चाहिँ यहाँ भट्टा पनि सेतो भट्टा पनि एड गरेको छु। यसले चाहिँ एकदम मिठो हुन्छ। पूछेके रे आएन कि यस्तो आएन यसमा स्वाद अनुसारको नुन राखेपछि मैले चाहिँ यहाँ कागती पनि राख्दैछु, किनभने काब्रो त्यसै अमिलो त हुन्छ तर पनि काब्रोको अमिलो र कागतीको अमिलो अलिक फरक हुन्छ। कागती राख्यो भने चाहिँ यसमा एकदम मिठो स्वाद आउँछ, त्यसैले कागती राख्दैछु। कागतीको लागि उफ्कुँदै थियो उदय भिनेगर हामीले रिटाउन हेर्नुहोस् है, मिठो अचार पुरा खानालाई रेडी भइसक्यो। मेरो चाहिँ मुखबाट चाहिँ एकदम पानी निस्किराखेको छ खानालाई एकदम। ल है, हेर्दै गर्नु तपाईँहरूले पनि।